हेलो साथीहरु, नमस्ते। वेलकम छ मेरो न्यू भिडियोमा। हजुरहरु सम्पूर्णलाई स्वागत गर्छु। सो साथीहरु, हजुरहरु पनि एकदम सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथमा मैले आजको न्यू भिडियो स्टार्ट गरिसकेका छौं। अनि म पनि एकदम सन्चै छु। म चाहिँ आज घरमा छु अनि मैले चाहिँ घरमा बसेर के गर्छु भनेर म हजुरहरुलाई देखाउँछु है। ल त साथीहरु, म चाहिँ अब लुगा पनि धुनु छ। भाडा चाहिँ धोएर भ्याइसके। अलिकति लुगा छ यति। अब यति लुगा धुन्छु। अनि त्यसपछि चाहिँ मेरो काम भनेको अब अलिअलि भए पनि छतमा टमाटरको बिउहरू यसो रोपेछु, सागहरू रोपेछु। यिनीहरूलाई स्याहार गर्नु छ, यिनीहरूलाई थाक्रा हाल्नु छ। अनि म लु साथीहरु, म चाहिँ अब बसेको लुगा धुनलाई। अलिकति लुगा छ, यो अरु डब्बाहरू छ धुनलाई। साथीहरु, म चाहिँ लु साथीहरु, हामी चाहिँ खाजा खान लागेको। फाइनल्ली खाजा रेडी भइसक्यो। मेरो कान्छो छोरोले त झन् खान पनि थालिसक्यो। खाजा चाहिँ हाम्रो भात हो। के गर्नु, थोरैले रुँदैन, धेरै चाहिन्छ, त्यही भएर भातै खाने। खाजा पनि भात, भात पनि भात, भातै भात। त्यही भएर त मान्छे पनि मोटो छु नि त। लु साथीहरु, हामी चाहिँ खाए गम लाएर। तरकारी चाहिँ तामा तरकारी हो के। तामा, आलु, बोडी, तोरीको साग। ल खाए है साथी, खाएपछि म देखाउँछु ल। मेरो छोराले खाएको। आमा अलि नजिक लगेर खाऊ न। हेर, तोरीको साग। फाइनली साथीहरु, हामीले चाहिँ खाजा खाइसक्यो। अब चाहिँ हेटौडाको मौसम यस्तो छ, पुरा उज्यालो छ, घाम डुब्ने बेला भयो। छोरो चाहिँ नाङ्लो बोकेर हिँड्दैछ। म अब यी लुगाहरू टिप्छु। यो रहेको छ मेरो गमलाको साग, गमलामा रोपेको। के गर्नु, अर्काको घर बसेपछि कहाँ पाइन्छ र रोप्नलाई। यति भए पनि रोपे, तर आफूलाई खानलाई पुग्छ अलिअलि। कहिलेकाहीँ किन्नु पर्दैन, त्यति हो फाइदा। अर्ग्यानिक साग त खान पाइन्छ। चाहिँ स्पेशल छ, तर यो स्पेशल भिडियो चाहिँ भ्लग चाहिँ अर्को पर्सि आउँछ। अनि आज चाहिँ अब आजलाई चाहिँ यति नै भ्लग। अनि हजुरहरूले यो थम्बनेलबाट थाहा पाउनुभयो। अनि आज चाहिँ मैले के गरेँ र के गरेँ, अनि मैले के काम गर्छु घरमा बसेर, सबै हजुरहरूलाई मैले अनि हजुरहरूको सामु प्रस्तुत गरिसकेका छु। अनि हजुरहरूले यो भिडियोलाई धेरैभन्दा धेरै मन पराइदिनु होला र मन परेमा यो भिडियोलाई सेयर सब्स्क्राइब गरिदिनु होला। अनि मेरो भिडियोमा चाहिँ कुनै कुराहरू गल्ती भयो होला, म आम सो सरी। हजुरहरू सबैले मलाई सपोर्ट गरिदिनु होला। अनि मेरो भिडियो चाहिँ कस्तो छ, कस्तो लाग्यो, कस्तो छ, अनि हजुरहरूले कमेन्टमा गएर लेखिदिनु होला। अनि मेरो चाहिँ कुन कुरामा चाहिँ गल्ती भएको छ, अनि हजुरहरूले सपोर्ट गरिदिनु होला। सो साथीहरू, अब